हेलो, नमस्ते साथीहरू। आज चाहिँ तपाईहरुलाई म मेरो आफ्नो करेसाबारी देखाउने छु ल। अचारको लागि बाबरी, सागको रूपमा फापर, त्यसैगरी रायोको साग, हाम्रो प्रकाशे बोडी अनि रामतोरी हामीले अस्तितिरबाट नै लगातार खान थालिसकेको छ। एकदम फलेको छ। यो अकबरे खुर्सानीको छेउमा जिरे खुर्सानी लटरम्मै फलिरहेको छ साथीहरू। साथमा अर्को अकबरे फल्नको लागि तयार हुँदैछ। यो चाहिँ खोले साग पनि मजाले बारीमा टन्नै भइरहेको छ। सिमी फल्न थालेको छ मजाले, केही दिनमा खान मिल्ने हुँदैछ। बारीमा गोलभेडा अस्ति नैबाट खान थालिसकेको हो। सँगसँगै यो गोलभेडाको साथमा बारीमा मेरो मजाले फर्सीको साग पनि छ। फर्सीको मुन्टा त खाएको खाइ हो। दिउँसो सबैजना आफ्नो पेसा व्यवसायमा व्यस्त रहे तापनि बिहान र बेलुकाको समयलाई हामीले करेसा बारीमा वा गमला खेतीमा ध्यान दियो भने यस्तै राम्रो उत्पादन हुँदो रहेछ। साथीहरू, मैले चाहिँ आजको लागि फर्सीको मुन्टा टिपे। सँगसँगै मैले रामतोरी पनि टिपे। रामतोरी टिप्ने क्रममा बारीमा काँक्रो पनि फलिरहेको रहेछ।